लासो फ्याफोला म सरोज मोक्तान। यो हिजो 2 दिनदेखि नेपालमा अविरल वर्षा पानी परिरहेछ। यति ठुलो छ कि काठमाडौँ डुबानमा छ अहिले। यता पहाडतिर पुरै पहिरो खस्ने अनि यो बाटोहरू सबै भत्किने भएर कति अब इलामतिर एकदम धेरै जनधनको क्षति भएको छ र काठमाडौँ पनि क्षति भएको छ। यता पहाड तराई सबै ठाउँमा एकदम पानीले एकदम व्यापक रूपमा पानी परेछ। यता बिबी राजमार्ग काठमाडौँदेखि पूर्व जाने बिबी राजमार्ग पुरै ठप्प छ हैन। तपाईहरु काठमाडौँबाट पूर्व जाँदै हुनुहुन्छ भने सकेसम्म अब 2-4 दिनसम्म यो बाटो नबनिसम्म नजानु होला भन्न चाहन्छु। यता पूर्वबाट काठमाडौँ आउँदै हुनुहुन्छ भने बिबी राजमार्ग यता यो बाटो चाहिँ पुरै नै अहिले क्षतिग्रस्त भएको छ। अनि यता यता पहाडतिर यस्तो घर नै पुरा पहिरोले पुरेर पहिरो आएर एकदम मान्छे भागम भाग छ हैन। भर्खर मलाई एउटा भिडियो आएको थियो, हेर्नुस् यो भिडियो। भाग्दै छौ। ओ माय गॉड। माय गॉड, कस्तो पहिरो झर्दा हुन्छ गर्छ। जाऊ छिटो। यो दशैंको बेलामा सबैजना आफन्त सबैजना भेटघाट गरेर एकदम रमाइलो गरेर खाने बस्ने रमाइलो गर्ने बेलामा यस्तो विपद नेपालमा आएको छ। भर्खर जेनजीबाट यत्रो ठुलो आन्दोलन पश्चात थोडा अलिकति शान्ति यो दशैं छाड मनाउन लागि सबै ठाउँबाट देश विदेश सबै ठाउँबाट आफ्नो आफन्तहरूलाई भेट्नलाई भनेर आफ्नो घर पुगिसक्नु भएको थियो। टिका लगाएर एकदम रमाइलो खुसियाली मनाउँदै थियो। यता रोसी खोला हेर्नुहोस् त, बिबी राजमार्ग जाने रोसी खोला यस्तै छ। हेर्नुहोस् यता पुरै तास नहास छ रोसी खोला। रोसी खोलाले एकदम विध्वंस मचाइसक्यो। बिबी राजमार्ग पुरै ठप्प भइसक्यो। बिबी राजमार्ग अब केही समयको लागि बिबी राजमार्ग एकदम छैन। अब यो बिबी राजमार्ग बनाउनलाई टाइम लाग्छ। यो बाटो नखोलिनसम्म पूर्व जाने बाटो पूर्व जाने काठमाडौँबाट पूर्व जान हुने सम्पूर्णले के भन्न चाहन्छु भने यो बाटो नबनिसम्म तपाईँ काठमाडौँबाट पूर्व जाने पूर्वबाट काठमाडौँ आउनलाई यो बाटो युज गर्नलाई अब धेरै टाइम लाग्छ। यो सबै संरचना बनाएपछि सायद हुन्छ होला। अहिले चाहिँ तपाईहरु सकेसम्म नजाँदा हुन्छ, बाटो छैन, सबै बगाइसक्यो। फेरि यता काठमाडौँमा पुरै तालमा छ, पुरै काठमाडौँ पुरै जताततै पुरा पानीले भरिरहेछ। हेर्नुस् त काठमाडौँ कस्तो छ बिजो अहिले। काठमाडौँ यस्तो छ। पहाड तराई हिमाल कुनै पनि ठाउँमा अहिले यस्तै एकदम ठुलो वर्षा भइरहेछ, पानी आइरहेछ भने जति पनि अहिले दशैं छठको लागि घर घरमा हुनुहुन्छ सबै सम्पूर्ण आफ्नो सेफमा बस्नु होला। किनकि यो विपदको टाइममा एक आपसमा सहयोग पनि गर्नु होला। किनभने अहिले बिजुली छैन, नेटवर्क छैन, एक आपसमा कन्ट्याक्ट विहीन होला। आफन्तहरू कहाँ होला, के भइरहेको होला भन्ने कति मान्छेलाई चिन्ता पनि भइरहेको होला। त्यही भएर एक आपसमा सहयोग गर्नुहोस्। अनि अब केही समय पछाडि यो सबै ठिक हुनेछ भन्दै म सानो यो भिडियो बनाएको थियो। त्यही भएर सबैजनाले मेरो यो रोसी एचडी टिभी एचडीलाई माया गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। सबैजनालाई सबैजनाको शुभ रहोस्, दिन राम्रो होस्। नमस्ते।